दर्शकवृन्द, आजको नयाँ साँझ र हाम्रो नयाँ साथमा स्वागत छ यहाँहरूलाई। बुढापाकाले भन्छन् संसारमा दुई तरिकाका मान्छे हुन्छन् रे। एक यस्ता हुन्छन् जो विपत्तिमा अत्तालिएर आफ्नो बाटो बिराउँछन्। अर्का थरीले विपत्तिलाई प्रेरणा बनाएर आफ्नो गन्तव्य बनाउँछन्। यस्तो व्यक्तिहरूको लागि अवरोध भनेको अवसर हो, चुनौती नै उपलब्धि हो र सङ्घर्ष नै जीवन हो। महानता त केवल एक अप्रत्याशित असर मात्र हो, विजय त मनोदृष्टिले बनाउँछ। ग्रेटनेस इज जस्ट अ साइड इफेक्ट, इट्स द एटिट्युड द्याट मेक्स अ विनर। यस्ता व्यक्तिहरूको उदाहरणले इतिहास ओतप्रोत छ। बच्चा हुँदा आफ्नो नयाँ साइकल चोर्ने मान्छेलाई सजाय दिन भनेर बक्सिङ सिक्न थालेका बालक पछि गएर मोहम्मद अली बन्न पुगे। गोरो जातिको मानिसहरूको लागि मात्र भनेर बनाइएको ट्रेनको सेक्सनमा बसेकाले निकालिएका एक युवा पछि गएर तिनै गोराहरूबाट आफ्नो देशलाई स्वतन्त्र बनाउने महात्मा गान्धी बन्न पुगे र कलिलो उमेरमै आफ्नो श्रीमतीको सुत्केरी व्यथा भोग्नु परेको अप्रत्याशित दुःखका कारणले चिकित्सा र स्त्री रोगतर्फ हानिएका अर्का युवा आज आएर डाक्टर भोला रिजाल बन्न पुगेका छन्। डाक्टर भोला रिजालको परिचय दिएर समय बर्बाद गर्नुको साटो म उहाँको उपलब्धिहरूलाई हाइलाइट गर्ने प्रयास गर्छु। नेपालमा पहिलो पटक टेस्ट ट्युबबाट शिशुको जन्म हुने प्रविधि स्थापना गर्नमा डाक्टर रिजालको ठूलो हात छ। त्यसैगरी नेपालमा सेफ अबोर्सन लिगल गराउने पायनियर एक्टिभिस्टका रूपमा डाक्टर भोला रिजाल परिचित हुनुहुन्छ। महिलाहरूको स्वास्थ्य, हक र हितका निमित्त सदैव सङ्घर्षरत योद्धाको रूपमा डाक्टर भोला रिजालले इतिहासमा आफ्नो नाम सुरक्षित राखिसकेका छन्। आज संयोगले हाम्रो कार्यक्रममा उहाँसित केही बेर कुराकानी गर्ने साइट जुरेको छ र तसर्थ बडो गर्व र खुसीका साथ म डाक्टर भोला रिजाललाई स्टेजमा आमन्त्रित गर्छु। Ladies and gentlemen, please welcome to stage singer, writer, lyricist, doctor, and above all, a great human being, Dr. Bhola Rizal. Dr. Saab, namaste. Welcome to the show. Please, sir. Dr. Saab, समय निकालेर हामीसँग दुई चार शब्द कुराकानी गर्न आइदिनु भयो, धेरै धेरै धन्यवाद। मेरो तर्फबाट पनि धन्यवाद, मलाई बोलाइदिनु भयो। डाक्टर साहब, तपाईँ ती कम डाक्टर मध्ये पर्नुहुन्छ जो आफ्नो पेसासँगै आफ्नो प्यासनलाई पनि अगाडि बढाइराख्नु भएको छ। Being a doctor is a busy profession. How do you manage your time for writing? There are 24 hours in a day. यदि तपाईले 24 घण्टालाई चाहिँ 6 घण्टा युटिलाइज गरेर 18 घण्टा सुत्नुभयो भने you cannot manage anything. That's true. तर 18 घण्टा काम गरेर 6 घण्टा मात्रै आराम गर्नुभयो भनेदेखि तपाईसँग 3 वटा विधा सम्हाल्ने 6 राइट। सो आई डु द्याट वन। सो सेग्रिगेट पनि म आफ्नो हस्पिटलमा बिहान 6 बजे पुगिसकेको हुन्छु र त्यहाँबाट निस्किँदाखेरि राति 8-9 बज्छ। त्यसपछि पनि गएर मेरो पढ्ने काम, पढाउने काम, लेख्ने काम, सङ्गीत, साहित्य जे छ त्यसपछि म गएर गर्छु। त्यसकारण कसैलाई पनि यदि 16, 17, 18 घण्टा सिन्सियरली काम गर्ने, अझ म त 18 घण्टा भन्दिनँ, 10 घण्टा मात्रै सिन्सियरली काम गरिदियो भने द्याट इज मोर देन सफिसिएन्ट। It makes me a little curious and it makes me think, हुन्छ नि कि what is your prime interest त त्यसो भए? नेपालको सोसाइटल कल्चरमा प्रत्येक युवाको करियरलाई लिएर प्रेसर थुपारिन्छ, राइट? यसको कारणले गर्दा तपाईले आफूलाई साइन्समा धकेल्नु भएको हो कि instead of carrying out a full-fledged writing profession, त्यही भएर तपाईँ साइन्समा हुमिनु भयो कि your love was for science along with writing? एउटा कुरा सत्य के हो भने म मेडिकलमा जानुभन्दा अगाडि म एउटा स्पोर्ट्सम्यान थिएँ। वाउ। म राइटर थिएँ, म सिङ्गर थिएँ, म आर्टिस्ट थिएँ। त्यही सिलसिलामा जब म सानै हुँदाखेरि 10 वर्षको हुँदा युनो इटहरी, राइट, सुनसरीमा त्यति बेला ठुलो घर भनेको 5 वटा थियो होला जम्मा, जसमध्ये एउटा अहिलेको हाम्रो रामकुमार लिम्बू, राइट, मन्त्रीज्यू, उहाँको फादर माहेश्वर लिम्बू, अनि हाम्रो थियो कुलदीप पेशकर,
यिनी 5-6वटा घर थिए, बाँकी रहेका सबै फुसका घरहरू थिए, यो झोपडीहरू थियो। त्यहाँ आगो लाग्यो। 14 सालको कुरा हो, when I was just 10 years old। त्यो आगो लाग्दाखेरि सायद धेरै सबैजना भाग्यो होला। म चाहिँ आगो लागेको बच्चा बच्चीहरू मान्छेहरूलाई सायद निकाल्न गएँ होला, मलाई पनि पोल्यो। त्यसपछि पनि त्यति बेला पाउने 3-4वटा जम्मा औषधिहरू थियो। ट्याब्लेटहरूमा पेन्सिलिन भयो, एनासिन भयो, एस्प्रो भयो, यस्तै मात्रै थियो, बेसिक मात्रै थियो। अनि बर्नल थियो। त्यो लिएर गएर म त्यहाँ जब मान्छेहरूलाई लगाइदिन्थेँ, मलाई त्यतिखेर छोटे डाक्टर भनेर मान्छेहरूले रेस्पेक्ट गरे। मलाई मनमा त्यतिखेरदेखि नै के पर्यो भनेदेखि, इफ यु डु समथिङ बेटर फर अदर्स दे विल रेस्पेक्ट यु, दे विल गिभ यु द्याट रेस्पेक्ट, होइन। अनि मलाई त्यतिखेरदेखि नै एउटा मनमा चाहिँ के थियो भनेदेखि, म चाहिँ यदि डाक्टर बने भने अहिले त मलाई यसो गर्छन्, पछि अवश्य राम्रो गर्छन्। त्यो इम्प्रेसनले गर्दाखेरि म डक्टर भएँ, होइन। तर मेरो सानैदेखि मेरो ग्रान्डफादर जिजु बुबा ध्रुवलाल रिजाल, मेरो बुवा जन्नी प्रसाद रिजाल, हि वाज अ भेरी गुड लिरिसिस्ट, कवि, जसको जिन्दगीका पानाहरू मैले किताबै रिलिज गरिसकेँ, राष्ट्रपति रामवरणजीले रिलिज गर्नुभएको। मेरो दाजु कालीप्रसाद रिजाल, एभ्रिबडी नोज, होइन। अनि उहाँहरूको सायद मलाई केही आशीर्वाद पनि होला, अथवा हेरिडेटरी केही त्यस्तो होला। अनि म सानैदेखि लेख्न थालेँ, स्टेजमा गाउन थालेँ। अनि त्यसपछि पढाइको सिलसिलामा चाहिँ अनि म ढाका गएँ, अनि मैले एमबिबिएस गरेँ, डाक्टरी पेसा लिएँ। सो बेसिकली तपाईँ चाहिँ आफ्नै प्यासन जुन तपाईँले 10 year old हुँदाखेरि डिस्कभर गर्नुभयो, होइन। मान्छेले जिन्दगी बिताउँछ होला त्यो एउटा कुरा, त्यो एउटा पार्ट सिक्नको लागि। तपाईँले 10 वर्षमा त्यो पार्ट सिक्नुभयो र अर्काको सेवाबाट चाहिँ रेस्पेक्ट, आत्मसन्तुष्टि पाइन्छ भनेर तपाईँ यो एक्ज्याक्टली यो उसमा होमिनुभयो। एक्ज्याक्टली। मलाई यदि म डाक्टरी पढ्न पाइनँ भनेदेखि मलाई कति दुःख हुन्छ होला, किनभनेदेखि म सबैतिर लागेको थिएँ। विराटनगरमा 15 वर्षको एजमा हामीहरूले माधव सापकोटा, यादव सापकोटाहरूसँग मिलेर हिमकला मन्दिर भन्ने एउटा कल्चरल अर्गनाइजेसन सुरु गरिसकेका थियौँ। when I was not even matriculate। वाउ, उनी बिरुवाको चिल्लो पात उखान। आई थिंक अचम्मको कुरा हुन त धेरैलाई थाहा छ, कतिलाई थाहा छैन होला। यु नो, आई वाज म्यारिड एट द एज अफ 15। यस सर, होइन, माई वाइफ वाज 12, होइन। त्यो चाहिँ मेरो ग्रान्डफादरको चाहनाले गर्दाखेरि। राइट। त्यसकारण त्यही सानै उमेरमा मैले जति इम्प्रेसन लिन सकेँ, अथवा जुन मेरो लाइफ एउटा एम अब्जेक्टिभ मैले बनाउन सकेँ, त्यसैलाई मैले अहिलेसम्म पनि अगाल्दै। सो एउटा सोसाइटल प्रेसर चाहिँ थिएन डाक्टर बोला रिजाललाई कि डक्टरी पेसामै जानुपर्छ भनेर? स्वतस्फूर्त तपाईँ भित्रैबाट आएको एउटा चाहना मात्र? मेरो परिवारमा जम्मा 2 जना मात्रै पहिले डक्टर हुनुभएको थियो, डाक्टर जिष्णु रिजाल र मेरो फर्स्ट कजन पुष्प रिजाल, 2 जना पछि, अनि दुर्गा रिजाल काका। त्यसपछि म। त्यसकारण हाम्रो परिवारमा डाक्टरै हुनुपर्छ भन्ने थिएन। तर हाम्रो ग्रान्डफादरको चाहना चाहिँ धनकुटा छोडेकै कारण उहाँका छोरा नाति सबैले चाहिँ पढ्नबाट कतै वञ्चित हुन्छन् कि भनेर धनकुटा छोडेर धरान छोडेर विराटनगरबाट पनि धेरै काठमाडौँ यसरी आएर बसे। राइट। युवालाई के भन्न चाहनुहुन्छ डाक्टर साहब? तपाईँ क्यारी योर प्यासन एज योर ड्रिम्स भन्न चाहनुहुन्छ कि पुश योर सेल्फ टु डु वाट इज कन्सिडर्ड बेस्ट बाई द सोसाइटी? के भन्न चाहनुहुन्छ? तपाईँ आफूलाई कुन ठाउँमा उभ्याउनुहुन्छ? दुःख गर्न, सेवा गर्न, सेवा नै परमो धर्म भन्न, वेदर यु प्रिफर अर नट। यदि कसैले कसैको बहकाउमा लागेर अथवा म पैसा कमाउँछु, भोला रिजालले यत्रो कमायो भनेर यदि त्यो खालको हो भनेदेखि प्लिज डोन्ट चुज दिस लाइन। तर यदि होइन, जे पर्छ मैले चाहिँ सेवाको लागि मैले गर्नु छ, म चाहिँ कुनै पनि हालतमा पछाडि हट्दिनँ, होइन। मलाई मेरो फर्स्ट प्रिफरेन्स चाहिँ अर्काको दुःख पर्दाखेरिको म साथी बन्न सकूँ, त्यसपछि अरू चिजहरू हो भन्ने छ भनेदेखि चाहिँ यु चुज एनी लाइन विच इज फर द पिपल। तपाईँ स्त्रीरोग विशेषज्ञ, नेपालमा डाक्टर भोला रिजाल भनेपछि त्यस पश्चात शब्दको आवश्यकता पर्दैन चिनाउनको लागि।
मैले अलिकति मेरो इन्ट्रोमा पनि मेन्सन गरेको थिएँ यु सेड यु गट म्यारिड भेरी अर्ली र तपाईँको श्रीमतीको जुन सुत्केरी व्यथा थियो एकदम कलिलो उमेरमा त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँ यो स्त्री विशेषज्ञतर्फ होमिनु भयो भन्ने कथाहरू हामी सुन्ने गर्छौँ क्यान यु टेक अस ब्याक टु द्याट डे द एक्सपिरियन्स होइन त्यो एउटा करुण वेदना हो क्यान यु इमेजिन आई वाज डक्टर अलरेडी त्यो चाहिँ 74-75 को कुरो हो होइन म राजविराजमा थिएँ अनि त्यतिखेर माई वाइफ गट प्रेग्नेन्ट आई हेड अलरेडी 2 sons होइन त्यो हामीहरूले चाहेको थिएन देयर वाज ग्याप अफ 8 years अलमोस्ट राइट त्यतिखेर डाक्टर कान्ति गिरी आउनुभयो डाक्टर सानुमाया दली आउनुभयो अनि उहाँहरूलाई हामीले फेरि रिक्वेस्ट गऱ्यौँ यो एबोर्सन गरेर पनि यो क्लियर भएन कन्टिन्यू भयो क्यान यु डु सम फेभर अनि डाक्टर कान्ति गिरीले जोकै जोकमा भन्नुभयो डाक्टर साहब तपाईँका 2टा छोरा छन् यो छोरी हुन्छ त्यसको नाम तपाईँले कान्ति राख्नुहोस् अनि उहाँहरू एउटा क्याम्पको लागि आउनुभएको थियो हामीहरू सधैँ बेलुका त्यही गफ गर्थ्यौँ र दे कन्भिन्स्ड मी कि अब यो झन्डै 2.5-3 महिना भइसक्यो डोन्ट एटेम्प्ट मैले भने ओके सल्लाइ त्यसरी त्यसलाई चाहिँ हामीहरूले रेगुलरली एन्टिनेटल चेकअपहरू सबै त्यो द्याट टाइम आई वाज जस्ट मेडिकल अफिसर आई वाज नट ए गाइनकोलोजिस्ट अनि तर अचम्मको कुरा के थियो भनेदेखि त्यहाँ राजविराजमा पनि इन प्रेजेन्स अफ गाइनकोलोजिस्ट त्यहाँको लोकल पिपुल जसलाई हामीहरू यति ब्याकवार्ड भन्छौँ होइन एकदमै पिछडिएको ठाउँ हो त्यो अहिले पनि सप्तरी राजविराज जानुभयो भने नि म त्यहाँ बसेँ 7 वर्ष 6 वर्ष होइन यदि मेरो जीवनमा कुनै दिन त्यस्तो एउटा जादुको छडी अथवा मैले गर्न सक्ने पावर कुनै मेरो हातमा आयो भनेदेखि यस्ता पिछडिएका ठाउँहरू छन् फेरि धेरै जसो सबै तराईमा छ चाहे त्यो जलेश्वरको कुरा गरौँ चाहे मेचीको कुरा गरौँ चाहे त्यो सप्तरीका कुरा गरौँ अघि यति राम्रो एउटा प्रिभिलेज ठाउँ भइकन पनि यति पिछडिएको छ त्यो मेडिकल्ली कि यु क्यानट इमेजिन अनि त्यहाँनिर चाहिँ त्यस्तो फेरि पपुलेसनमा पनि भन्नुभयो भने त्यहाँनिर बजारमा या त हाम्रो मारवाडी समुदाय पनि छ त्यहाँ होइन अनि अर्को मधेसी यादव सिंह राजपूतहरू धेरै हुनुहुन्छ त्यहाँ चौधरीहरू अनि त्यस्तो ठाउँमा पनि उनीहरूले डेलिभरीको लागि चाहिँ मलाई प्रिफर गर्थ्यो हेर्नुहोस् है अनि जब मेरो मिसेसको लास्ट टर्म व्यथा सुरु भयो त्यतिखेर त्यहाँ गाइनोकोलोजिस्ट पनि हुनुहुन्थ्यो र एनेस्थेटिस्ट पनि हुनुहुन्थ्यो र 3 दिनको अब्स्ट्रक्टेड लेबर भइसकेपछि अनि उहाँहरूले डिसाइड गर्नु भएन when I decided that she should go for cesarean section अनि त्यतिखेर मैले के पाएँ none of them were there in Rajviraj. Wow. So cesarean section we could not have conducted it there at all. त्यही दिन उहाँहरू हिँडिसक्नु भएको रहेछ लिभिङ माई वाइफ एसाइड है मलाई बडा दुःख लाग्यो अनि मैले राति यो चाहिँ झन्डै 10 बजिसकेको थियो 9-10 बजेको थियो यही राजविराजमा अञ्चलाधीश महेश कुमार उपाध्याय हुनुहुन्थ्यो वी आर भेरी क्लोज अनि मैले गएर उहाँलाई भने महेशजी मलाई गाडी चाहियो म मेरो मिसेसलाई विराटनगर ल्याएर अनि उहाँले केही एक शब्द पनि नबोलिकन मेरो यो गाडी लिएर जानुहोस् त्यो गाडीमा हालेर मैले 12 बजे त्यहाँबाट सुरु गरेँ हैन अनि बिहान 4 बज्दाखेरि हामीहरू विराटनगर पुग्यौँ अस्पताल पुग्यौँ त्यहाँ डाक्टर कस्तुरी हुनुहुन्थ्यो डाक्टर विमला हुनुहुन्थ्यो डाक्टर जुन थापा विराटनगरमै हुनुहुन्थ्यो तर त्यस रात चाहिँ उहाँ काठमाडौँ आउनुभएको थियो अनि उहाँहरूलाई पनि यो अपरेसन गर्न 3 दिनको अब्स्ट्रक्टेड लेबर अपरेसन गर्न अलिकति अप्ठ्यारो थियो तर मैले भने कि अब वी डोन्ट ह्याभ एनी अल्टरनेट यहाँबाट बाहिर जाने अर्को ठाउँ पनि छैन सो देयर इज नथिङ म आफै जिम्मेवार छु नि त भनेपछि डाक्टर कस्तुरीले आँट गर्नुभयो र अपरेसन पनि भयो एकदम मर्नु र बाँच्नुको बच्चा निस्कियो हैन त्यसको
बाँच्ने त बच्चाको आशै थिएन, तर आमा नै बाँच्छ कि बाँच्दैन भन्ने जुन दोधारमा थियो, त्यसलाई चाहिँ पछि डाक्टर जुन थापा पनि आउनुभयो अनि सबैजना डाक्टर लोकविक्रम थापा होइन, अनि सबैजनाको एउटा प्रयासले गर्दाखेरि सी वाज सेभ्ड। र लकिली त्यो बच्चा जसको नाम हामीहरूले आज प्रलय राखेका छौँ र ऊ नर्वेमा छ, ऊ पनि अहिले सकुशल छ र मेरो उसबाट पनि एउटा नाति भइसकेको छ। त्यो जुन इन्सिडेन्ट हो त्यो म अहिले पनि कल्पना गर्न सक्दिनँ कि एउटा मेडिकल प्रोफेसनको मान्छेलाई त्यति बेला त्यस्तो आपद विपद पर्न सक्छ भनेदेखि अरूलाई के होला। अनि मैले के सोचेँ भनेदेखि मलाई त्यतिखेर मेरो प्रोफेसर टिएच चौधरीले, नुरुल इस्लामले एक शब्द मैले म आउँछु भनेर भन्दा आइज भनेर भनेका थिए। मलाई हुन त नजा भनेको थियो उनीहरूले। अनि उहाँ जाँदाखेरि मलाई जे पढ्न पनि अप्सन थियो, तर मैले चाहिँ होइन सर यदि मिल्छ भने मलाई गाइनी अप्समै दिनुहोस् भनेर भने। अनि नुरुल इस्लाम चाहिँ मेडिसिनको प्रोफेसर, ऊ चाहिँ मेरो सबभन्दा हेड अफ डिपार्टमेन्ट होइन, उहाँले भर्चुअली हि क्राइड। उहाँले कहिले पनि सोचेको थिएन कि म मेडिसिन छोडेर गाइनीमा जान्छु भन्ने। अनि उहाँले टिए चौधरी गाइनीको प्रोफेसरलाई जिम्मा लाउनुभयो अनि त्यसरी मैले गाइनी चुज गरेको हो। र मेरो चुज गर्नुको र मेरो अहिलेको युवा पिँढीलाई पनि यदि गाइनी अफ कसैले पनि सोचेको छ पढ्न भने मेरो टिप्स के हो अथवा अनुरोध के हो भनेदेखि इफ यु क्यान रियल्ली डिभोट द टाइम एन्ड इफ यु क्यान टेक द डिसिजन इन टाइम अनि मात्रै तपाईँहरू गाइनी अफ जानुहोस्। यदि अलिकति सौखिन हुने हो होइन, अलिकति मोज मस्ती पनिमा जाने हो भनेदेखि चाहिँ गाइनी अफ इज नट द सब्जेक्ट, अरू धेरै छ। सच एन इन्सपायरिङ टेल डक्टर साहब, आई मस्ट से। म तपाईँले कथा बताइरहँदा तपाईँ आफै पनि त्यही ठाउँमा फेरि पुग्नु भएको आभास भइरहेको थियो हामीलाई। हामी सबैजना त्यही ठाउँमा बसेर हेरिरहेका थियौँ। यही बेलामा यही मौका पारेर चाहिँ अलिकति कस्तो छ त नेपाली महिलाहरूको स्थिति व्हेन इट कम्स टु रिप्रोडक्टिभ हेल्थ, त्यो पनि हामीले सिक्न पायो भने चाहिँ मेरो अडियन्सको लागि र म आफैलाई पनि अवेर हुने एउटा मौका हुने थियो भनेर। सो वाट आर द मोस्ट कमन केसेस यु डिल विथ? नेपाली सोसाइटी कतिको अवेर छ रिप्रोडक्टिभ हेल्थ र यससँग सम्बन्धित डिजिजेसहरूको बारेमा? दिस इज भेरी भेरी नाइस क्वेसन। र बाहिरको मान्छेहरूले सुन्यो भनेदेखि नि हामीहरूलाई कति प्रिमिटिभ रहेछौँ भन्ने कुरो जज गर्ने पनि यसैबाट हो। हामीहरू जहाँसम्म रिप्रोडक्टिभ हेल्थका कुरा गर्छौँ यो चाहिँ धेरै तल्लो अवस्थामा छ। सबभन्दा ठुलो कुरो त हाम्रो जुन बाल विवाहको अहिले छ त्यो अहिलेसम्म रोकिएको छैन र गर्ल्स लिटरेसीको जुन कुराहरू छ अहिले पनि घरमा त्यो बच्चीहरूले घर हेरिदियो भनेदेखि उसका छोराहरू पढ्न जान सक्छन् अथवा आफू कमाइ खान सकिन्छ भन्ने अहिले पनि त्यही वातावरण छ। पोभर्टीले गर्दाखेरि नम्बर 3 मा उनीहरूको त्यो हाइजेनिक कन्डिसन हैन। नम्बर 4 मा अझै पनि पश्चिम नेपालतिर जानुभयो भनेदेखि हाम्रा जुन कुरीतिहरू छन्, चाहे त्यो छाउपुडीको भनौँ अथवा अरू कुसंस्कारहरू छन् हैन, अहिले पनि बोक्सी धामीहरूको गएको छैन हैन। मेनली वुमेन्स आर टर्चर्ड हैन, इन्सेस्टहरू रेपहरू यो त कति छ। त्यसकारण जुन बेलामा चाहिँ हाम्रो महिलाहरूले चाहिँ एउटा रिप्रोडक्टिभ एजको जुन सबभन्दा बेस्ट युटिलाइज गर्ने अथवा भनौँ कि 20-22 वर्षमा बिहे गरेर एउटा बच्चा जन्माउने, 2टा बच्चा जन्माउने अथवा त्यति बेलासम्म पढाइ लेखाइ गरेर उनीहरू चाहिँ जे पनि म बन्न सक्छु भन्नेको बेलामा चाहिँ उनीहरू बुढी भएर उनीहरू बिरामी परेर गइसक्छन्। र त्यो बिरामी पर्नुको कारण चाहिँ हाम्रो गाउँघरमा त्यो लगाएको जुन सेनिटरी टवेल छ नि प्याडहरू, त्योसम्म पनि 5 दिन चेन्ज गर्न हुँदैन, त्यो टालाहरू बाहिर सुकाउनु हुँदैन, घामको मुख देख्नु हुँदैन भनेर अझै पनि त्यो इन्फेक्सन जुन जेनेटल ट्र्याक्ट इन्फेक्सन छ, सङ्क्रमण छ, त्यो चाहिँ अत्यन्तै बेसी र त्यसैलाई नम्बर 1 भन्छु। अब मैले अघि नै भने यदि यो कुरो बाहिरी मुलुकहरूले यस्तो छ भन्ने थाहा पाउँदाखेरि कति अचम्मको हुन्छ हैन। र उनीहरूलाई बच्चा पाउने अथवा बच्चा यो गर्भनिरोधक हो
यौन शिक्षाको बारेमा जसरी हामीहरूले उनीहरूलाई सानैदेखि लिएर जानुपर्ने हो, जनचेतनाका कुराहरू छन्, त्यो चाहिँ हामीहरूले अझै पनि गर्न सकेको छैन। हामी आफै पनि लजाउँछौँ छोरीहरूलाई अथवा सानो बालबालिकाहरूलाई चाहिँ यौन शिक्षा दिनको लागि, हैन? गाउँ अर्बन एरियामा, सहरहरूमा अब आमाहरूले अलिअलि गरेर सिकाउन थाले, तर गाउँघरमा अहिले पनि छैन। र मलाई याद छ अहिले पनि जब टेलिभिजनमा कन्डमको अथवा कुनै एड आउँथ्यो नि, त्यतिखेर बाबुआमाले त्यो चाहिँ बन्द गरिदिन्थ्यो। हामी त्यो स्थितिमा अहिले पनि छौँ र उनीहरू चाहिँ ज्यादाभन्दा ज्यादा हाम्रो गाउँघरमा भैँसी आहाल बस्ने जुन पौन्डहरू हुन्छ नि, जसलाई हामीहरू ताल भन्छौँ, जे भन्छौँ, त्यस्तो ठाउँमा गएर चाहिँ भाँडा पनि ती माझेको छ अनि उनीहरू पौडी पनि ती खेल्छ। त्यसले गर्दाखेरि सानै उमेरदेखि उनीहरूलाई सङ्क्रमणको, इन्फेक्सनको, जेनेटल ट्र्याक्ट इन्फेक्सनको जुन एउटा हुन्छ त्यो चाहिँ धेरै नै छ। त्यसको सबभन्दा ठुलो कारण पनि यौन शिक्षाको कमी पनि हो, जनचेतनाको कमी पनि हो र हामीहरूले उनीहरूलाई हाइजेनिक कन्डिसन जुन प्रोभाइड गर्नुपर्ने थियो त्यो नगरेर हो। नम्बर 2 मा हाम्रो अघि मैले भने बाल विवाहको कारणबाट उनीहरूलाई यो सर्भाइकल कार्सिनोमा, क्यान्सरहरू जस्ता रोगहरू पनि अत्यन्तै हाम्रो देशमा प्रिभिलेज छ। नम्बर 3 मा पहाडी क्षेत्र अथवा धेरै ट्युबरकुलर जोन छ हाम्रो, हैन? त्यो मा अझै पनि हामीले ट्युबरकुलोसिसमाथि नियन्त्रण गर्न सकेका छैनौँ, जसको कारणले गर्दाखेरि इन्फेक्सनले होस्, अर्ली चाइल्ड म्यारेजले होस्, होइन, अथवा ट्युबरकुलोसिसले होस्, अथवा हाम्रो देशमा अझै पनि हेर्नुभयो भनेदेखि आज 50 लाख युवाहरू देश बाहिर छन्। उनीहरूले बाहिरबाट के बोकेर आउँछन्? अलिकति त पैसा ल्याउँछन्, त्योभन्दा बाहेक यौन रोग लिएर आउँछन्, हैन? अब त्यस्तो चिजहरू चाहिँ हामीहरूले यो हाम्रो यहाँको महिलाहरूमा सङ्क्रमण हुँदाखेरि निसन्तान दम्पतिहरूको जुन सङ्ख्या छ यो यति अनगिन्ती छ र यसको कारणहरू बाहिरको देशमा र हाम्रो देशमा जुन भिन्नता छ त्यो चाहिँ धेरै नै ठुलो भयावह स्थिति छ। डाक्टर साहब, मलाई यो बताउनुहोस्, तपाईँ यसो लजिकली, नट एज अ डक्टर, नट एज अ प्रोफेसनल, यतिकै लजिकली एउटा सिटिजन भएर सोच्दाखेरि चाहिँ आर वुमेन मोर प्रोन टु डिजिजेस रिलेटेड टु रिप्रोडक्टिभ हेल्थ? बच्चा जन्माउनुदेखि महिनावारीसम्म वुमेन आर मोर ससेप्टेबल टु इन्फेक्सन्स। द्याट्स ट्रु, राइट? इज दिस द केस वर्ल्ड वाइड? डेभलप्ड नेसन्समा चाहिँ इफ वुमेन आर मोर प्रोन टु इट, यदि सङ्क्रमण चाहिँ उहाँहरूलाई बेसी हुने त्यहाँ सम्भावना रहन्छ भने डेभलप नेसन्सले चाहिँ कसरी डिल गर्छ योसँग? यहाँ के गर्न सक्छ? अलिकति फरक केमा छ भनेदेखि नि, हाम्रोमा नथापाइकन बिकज अफ अनभिज्ञता, बिकज अफ अज्ञानता, बिकज अफ अर्ली म्यारेज, बिकज अफ मल्टिपल पार्टनर्स को ज्यादातर हाम्रोमा छ, अनहाइजेनिक कन्डिसनको कारणले छ भनेदेखि उनीहरूको चाहिँ अर्ली सेक्स एक्सपोजर उनीहरूको त्यो एकदमै बेसी छ, हैन? किनभनेदेखि दे टेक द्याट इज भेरी इजिली। अनि त्यसले गर्दाखेरि उनीहरूलाई पनि यो सेक्सुअली ट्रान्समिटेड डिजिज चाहिँ उनीहरूकोमा पनि कम छैन। र दोस्रो कुरो के छ भनेदेखि उनीहरूकोमा सर्भाइकल कार्सिनोमाको भन्दा इन्डोमेट्रियल कार्सिनोमा, क्यान्सरको त्यो बेसी छ। किनभनेदेखि उनीहरूको लङ्गिभिटी ज्यादा छ अनि उनीहरूको अर्ली म्यारेज भन्ने त प्राय छैन, हैन? त्यसले गर्दाखेरि उनीहरूको चाहिँ एसपिभी जुन भ्याक्सिन छ त्यो चाहिँ उतातिर धेरै अगाडिदेखि नै फेरि प्रिभिलेन्स भएको हुनाले पाठेघरको मुखको क्यान्सर चाहिँ उनीहरूकोमा कम छ। तर धेरै वर्ष बाँच्ने भएकोले गर्दा र धेरै ढिलो बिहे गर्ने अथवा बच्चै नजन्माउने कारणले गर्दाखेरि उनीहरूकोमा चाहिँ इन्डोमेट्रियल पाठेघर भित्रको जुन क्यान्सर हो अथवा जुन ट्युमरको कुराहरू छ त्यो चाहिँ उनीहरूकोमा अलिकति बेसी छ। त्यसकारण अघि मैले भने नि उनीहरूको कारक तत्व र जुन रिफेक्ट छ त्यो फरक छ, हाम्रोमा फरक छ। हाम्रोमा पनि डाक्टर साहब प्रत्येक घरले एउटा न एउटा व्यक्ति चिनेको हुन्छ, नाता गोता इष्टमित्र जो चाहिँ पाठेघरको क्यान्सर अथवा पाठेघरको समस्याबाट चाहिँ पीडित छन्। मेरै आमा घरमा गएर तपाईँ हेर्नुहुन्छ भने उहाँको पनि पाठेघर निकालेर फाल्नु परेको थियो। यो एकदम कमन प्रिभलेन्ट स्टोरी हो नेपाली सोसाइटीमा। गर्न चाहिँ के सकिन्छ त डाक्टर साहब? होइन, गर्न के सकिन्छ नसकिने भन्ने कुरा त मेरो डिक्सनरीमा छँदै छैन।
हैन एभ्रिथिङ इज पोसिबल तर अभोइड कसरी गर्नु डाक्टर साहब यसलाई प्रिभेन्ट कसरी डेडिकेसन चाहिन्छ हेर्नुस् सबभन्दा ठुलो कुरो त आज पनि हामीहरू जे कुरा गर्दै छौं आज पनि अब मैले फेरि पोलिटिक्स छोयो भन्नु होला आज पनि जुन बजेटले हेल्थ सेक्टरलाई जुन नगण्य रूपमा जुन छोएको छ अथवा दिएको कुरा पनि प्रिभिलेज क्लासहरुमा ज्यादा र जुन हामीहरूले अनप्रिभिलेज अथवा त्यो वर्गलाई चाहिँ आज भनौं न हामीले अझै पनि भनेका छैनौं कि हाम्रा 75 जिल्लाका डिस्ट्रिक्ट हस्पिटल चाहिँ हामीहरू A1 बनाउँछौं त्यसको लागि बजेट छुट्याउँछु भनेर कुनै पनि स्वास्थ्य मन्त्री कुनै पनि अर्थमन्त्रीको दिमागमा नगएको कारण मैले बुझ्न सकेको छैन हैन त्यो गर्न चाहे भने किन सक्दैन त्यसकारण मैले के भनेको भनेदेखि सबभन्दा नम्बर 1 चाहिँ एजुकेसनमा हामीहरूले गर्ल्स एजुकेसनलाई नम्बर 1 मा राखेर यदि त्यसलाई प्रश्रय दिने हो र त्यसलाई बढावा दिने हो र भनौं कि 10 इयर्स टार्गेटमा चाहिँ अल गर्ल्स आर एजुकेटेड भन्ने भयो भनेदेखि उनीहरूलाई यो जुन रिप्रोडक्टिभ एजमा हुने जति पनि कुराहरू छन् अथवा चाहे त्यो जनचेतनाका कुरा हुन् चाहे हाइजिनका कुरा हुन् चाहे त्यो गर्भधारणका कुराहरू हुन् यी सबै कुराको हामीहरूले जब उनीहरूलाई ज्ञान दिन्छौं भनेदेखि यो जुन रोग यौन रोगदेखि लिएर अरू आपसे आप कम हुन्छ नम्बर 2 मा जुन अघि मैले एकदम पॉइन्ट आउट गरिरहेछु कि हाम्रा 50 लाख युवा आज बाहिर छन् गाउँका गाउँ खाली छन् हैन र त्यो गाउँमा को भेटिन्छन् त भन्दाखेरि साना साना बालबच्चा भेटिन्छन् वृद्धहरू भेटिन्छन् र केही युवतीहरू भेटिन्छन् हैन यस्ता यस्ता पनि जिल्लाहरू छन् पश्चिममा त्यसमा युवक छँदै छैन हैन त्यसकारण त्यो जुन अहिले हामीहरू रेमिटेन्सले पैसा कमाएको भनेर जे मक्ख परिरहेका छौं मलाई लाग्छ त्यो एउटा पाप हो हामीले सोच्ने बेला आएको छ 15,000 20,000 कमाउनको लागि देश छोड्नु पर्ने कुनै अवस्था छैन यो राजनीतिज्ञहरूको आक्रमण्यताको कारणले हो हैन अझै पनि त्यो सोचिएको छैन त्यसको लङ टर्म इम्प्याक्ट के होमा कोही रुमल्ली नै चाहदैन अहिले यही शर्ट टर्म बेनिफिट्समै अल्झिएर बसेका छन् एकदमै सहमति सहकार्य र एकता चाहिँ राजनीतिक कुरा भन्दा बाहेक अरु कुनै पनि डेभलपमेन्टको कुरामा यो सम्म नआएको देख्दाखेरि मलाई बडा अचम्म लागेको छ त्यसकारण मैले के भनेको भन्देखि उनीहरुलाई चाहे फर्कौं चाहे अब जानबाट हामीले जब अपर्चुनिटीहरु जुन उपलब्ध गराउँ त्यसको लागि चाहिँ सानो मुटुले हुँदैन यो राजनीतिक हस्तक्षेपले चाहिँ चाहे युनिभर्सिटी होस् चाहे मेडिकल कलेज होस् चाहे जुनसुकै ठाउँमा पनि एम्बेसडरहरु हुन् हैन यो राजनीतिक हस्तक्षेपले गर्दाखेरि चाहिँ जुन तहसनस भएको छ यसले गर्दा यसको इफेक्ट पनि त्यही नै हाम्रा बच्चाहरुमा कनेक्टेड छन् यी सबै कुरा इट्स नट लाइक एउटा पिस अफ द केक सेपरेटेड छैन एउटा बल्क छ र त्यो सबै चाहिँ इन्टिग्रेटेड छ एक्ज्याक्टली राइट त्यसकारण वी हैव टु थिंक सो मेनी थिंग्स हैन त्यसकारण एक अर्कासँग सम्बन्धित भयो त्यसकारण नम्बर 1 मा लियौं गर्ल्स एजुकेसन नेपाली सोसाइटीको कुरा गरौँ अघि पनि डाक्टर साहबले अलिकति त जोड्नु भयो महिलाहरूको लागि रिप्रोडक्टिभ हेल्थ एक आपसमा डिस्कस गर्ने इन्भाइरोमेन्ट अभियसली छैन न त फ्यामिलीमा नै डिस्कस गर्ने कुनै इन्भाइरोमेन्ट रेडी छ सो एउटा महिलाले यति रिप्रोडक्टिभ हेल्थसँग रिलेटेड प्रब्लम फेस गरिरहेछन् भने उसले त्यसलाई दबाएर राख्न अथवा कुरा नगरिकन कहीँ पनि नगइकन राख्न बाहेक उसँग अर्को विकल्प छैन सो इज दिस वाइ अर्ली डायग्नोसिस चाहिँ हुँदैन हाम्रा महिलाहरूको when it comes to such diseases solutions यसको अर्ली डायग्नोसिसको लागि अथवा अर्ली ट्रिटमेन्टलाई एन्करेज गर्नलाई चाहिँ के गर्न सकिन्छ डाक्टर साहब नेपालीमा एउटा उखान छ सानो चित्तले बोसो पग्लिँदैन हैन हृदय भन्ने कुरो ठुलो चाहिन्छ र भिजन चाहिन्छ सानो राजनीति टच गरिहाल्छु अहिले ओलीजीलाई गाली गर्छन् हैन किन गाली गरे थाहा छ उहाँले सपना देख्नुभयो अरे उहाँले भिजन दिनुभयो अरे आजका भन्दा अगाडिकाले किन सपना देखेनन् किन भिजन दिन सकेनन् त्यसकारण म एप्रिशिएट गर्छु ओलीजीलाई आई एम नट एमाले तर म एप्रिशिएट गर्छु एकदम हृदयदेखि एटलिस्ट एउटा फार साइटेड भिजन चाहिँ उहाँले प्रस्तुत गरिरहनु भएको छ एक्ज्याक्टली अब त्यसमा अरु यी मेडिकल कलेजका कुराहरू पनि वुमेन एम्पावरमेन्टका कुरा पनि गर्ल्स चाइल्ड एजुकेसनका कुरा पनि अर्ली म्यारेजलाई निरुत्साहित गर्ने खालका कुराहरू पनि अब यी कुराहरू सायद उहाँबाट आउन बाँकी छ आउँछ होला मलाई उहाँले छुने प्रयास पनि गर्नु भएको छ आई मिन अनक्यानी सब्जेक्ट्सहरु स्पोर्ट्स देखि लिएर जसले सपना देख्छ नि त्यसले त्यो कुरो टाइम पायो भने इम्प्लिमेन्ट पनि गर्छ क्या त्यसकारण आई एम वन अफ द ड्रिमर अल्सो
मैले सपना नदेखेको भएदेखि नेपालमा आइभीएफ पनि आउँदैन थियो होला, ओम हस्पिटल पनि जन्मिँदैन थियो होला, आज एबोर्सन लिगलाइज पनि हुँदैन थियो होला हैन। त्यसकारण जुन आज उहाँले देखेको छ, म चाहिँ भगवानसँग प्रार्थना गर्छु उहाँले 5 वर्ष यसरी काम गर्न पाउनु, स्टेबल गभर्नमेन्ट स्ट्रक्चरमा चाहिँ काम गर्न। त्यसकारण मैले यो जोडेको किन भन्दाखेरि नि आज हामीहरू गर्ल्स चाइल्ड एजुकेसनका जुन कुरा गर्छौँ, उनीहरूलाई हामीहरूले सङ्क्रमणबाट बचाउने जुन कुरा गर्छौँ हैन, र यदि अर्कोतिरबाट हाम्रो युवाहरू बाहिर जानबाट रोकेर यी उनीहरूलाई स्वरोजगारको काम सृजना हामीहरूले गर्न सकेनौँ भनेदेखि यो सब फजुल हुन्छ। अर्ली ट्रिटमेन्टलाई एन्करेज गर्न सकिन्छ त डाक्टर साहब हाम्रो सोसाइटीमा? हाउ डु वी पेनिट्रेट दैट? यही हो, जब जनचेतनाका हामीहरू कुराहरू गर्छौँ हैन, जब क्यान्सर पनि एकदम अर्ली डिटेक्ट भयो भनेदेखि अल द क्यान्सर्स अहिलेको जमानामा ट्रिटेबल छ। इक्जाम्पल लिउँ मेरै मिसेसको, सी ह्याड ग्यास्ट्रिक कार्सिनोमा, लिम्फोमा। भर्खरको कुरो हो, म 5 महिना युकेमै बसेँ, मेरो जेठो छोरो लन्डनमा भएको हुनाले उसैले भन्यो यहाँ आउनुहोस् भनेर, अनि हामीहरू गयौँ 5 महिनामा त्यो अहिले कम्प्लिटली। Well, we've got plenty of examples. Vidya Bhandari, the president herself is exactly and is a cancer patient. Sushil Koirala was a cancer patient for a long time. So नेपाली सोसाइटीले चाहिँ आफै बुझ्न पनि थाल्नु पर्यो अलिकति कि आफू गएर आफ्नो समस्या समाधान हुने हो, अर्काले आएर समस्या समाधान गरिदिनु भन्दा पनि हामीहरूले यदि उनीहरूलाई त्यो जनचेतना फैलाएर कसले कतिखेर कुन जाँचहरू गराउनु पर्ने हो त्यसको उपलब्धता हामीहरूले गराइदियौँ भनेदेखि अनि हामीहरूले ढुक्कसँग भन्न सक्छौँ कि त्यसपछि पनि हुने क्यान्सर चाहिँ दुर्भाग्य हो हैन। तर यहाँ चाहिँ के देखिन्छ भने मेरो क्लिनिकमा आउने चाहिँ एकदम एडभान्स भइसकेपछि बाहिरबाट रेफर गरेर आउनुहुन्छ। त्यो चिज ती डायग्नोसिस भएर सुरुमै चाहिँ भनौँ न जेका पनि लक्षणहरू हुन्छन्, कुनै चिज मात्रै हुन्छ जुन लक्षण हुँदैनन् हैन। त्यसकारण ती लक्षण भइसकेपछि जचाउने उपलब्धता भयो त्यो ठाउँमा। मैले त्यसै भनेको होइन, म आज 15 वर्षदेखि डिस्ट्रिक्ट हस्पिटललाई बढाउँ। इन्फ्रास्ट्रक्चरल डेभलपमेन्ट मेडिकल सेक्टरमा चाहिँ एकदम अत्यावश्यक एकदमै छ। हामीहरू सधैँ प्रिभेन्सन भनेर जे बालोमा पानी खनाइरहेका छौँ, त्यसको आज हामीहरूले साथसाथमा क्युरेटिभ सेक्सन जस्तो डिस्ट्रिक्ट हस्पिटललाई अल डिस्ट्रिक्ट हस्पिटल सुड बी 50 बेडेड ओके विथ 5 डक्टर्स हामीले प्लान दिएका छौँ हैन। त्यो भयो भनेदेखि नि अहिलेको जुन हाम्रो स्वास्थ्य स्थिति छ, चाहे मेल चाहे फिमेल चाहे गर्ल्स चाहे बोय जसको पनि छ, त्यसमा चाहिँ हामीहरूले एकदम म्यासिभ चेन्ज ल्याउन सक्छौँ। Dr. Saab, this is something I wanted to ask you. Once we knew that you were coming here, I think this was one of the questions I always had in my head. तपाईं पुरुष भएर स्त्री विशेषज्ञ हुनुहुन्छ र त्यो पनि एट अ टाइम वेन हुन्छ नि म डक्टर पेशा नै अनौठो पेशा थियो, अलिकति युनिक पेशा थियो राइट। यसका च्यालेन्जेसहरू थिए स्टार्टमा। नेपाली कल्चर जहाँ महिला बीच रिप्रोडक्टिभ हेल्थको विषयमा कुरा हुँदैन, त्यहाँ एउटा पुरुष गाइनोकोलोजिस्ट, व्हाट इज योर एक्सपिरियन्स? अन्दाज लाउनुहोस् अब आफै। म त सबैलाई त्यही रिक्वेस्ट गर्छु, जतिखेर म गाइनोकोलोजिस्ट बनाऊँ कि नबनाऊँ भन्ने कुरा भएको थियो, त्यतिखेर मेरो मिसेस जसले मलाई 100% हुनुपर्छ भन्यो, मेरा परिवारका धेरै सदस्यले नाइ भने, डाक्टर जुन थापाले मेरो तपाईँलाई बेस्ट विशेष छ, तपाईँ जानुहोस् राम्रो गर्नुहोस् भन्नुभयो। आई एम भेरी मच इन्करेज विथ दोज वर्ड्स हैन। अब त्यस गइसकेर म उहाँबाट आइसकेपछि एउटा कुरो म के रिभिल गर्न चाहन्छु भनेदेखि, एउटा डक्टर हो हैन, ऊ मेल पनि हुँदैन फिमेल पनि हुँदैन। उसको उपयोगिता मान्छेले उसको नलेज, उसको स्किल, उसको एभाइबिलिटी सँग लिने हो। त्यसकारण अघि मैले भने व्हेन आई वाज जस्ट ए मेडिकल अफिसर, I was more popular as a obstetrician in Rajbiraj than any other gynecologist. हैन। त्यसकारण अहिले पनि के हो भनेदेखि एउटा सानो इक्जाम्पल पनि म सुनाइहालौँ। डाक्टर सानुमया दली एन्ड माइसेल्फ, उहाँ प्रोफेसर हुनुहुन्थ्यो, म एसएड प्रोफेसर थिएँ टिचिङमा।
अनि एकजना 86 वर्षको महिला सेतै कपाल फुलेको आउनुभयो अनि भोला भनेको तपाईँ हो भन्नुभयो हो भनेर म तपाईँलाई जचाउन आएको भन्नुभयो मैले भने ल आमा ठिक छ ल यहाँ सुत्नुहोस् भने सुत्नुभयो होइन अनि के हुन्छ भनेर भन्दाखेरि मेरो तल्लो पेट दुख्छ सेतो पानी जान्छ यस्तो उस्तो भन्नुभयो अनि मैले अब म तपाईँलाई जाँचौँ भनेर भने होइन पेट मात्रै छाम्नुहोस् अरू जाँच्ने होइन भन्नुभयो अनि मैले भने कि हेर्नुहोस् तपाईँलाई एकदम अप्ठ्यारो लाग्यो मलाई जचाउनलाई म मेरो प्रोफेसरलाई नै बोलाउँछु म उहाँलाई जचाउँ है त भनेर भने मैले क्या अनि किन बोलाउनु पर्यो उहाँलाई जचाउने भएदेखि त तपाईँलाई जचाइहाल्थेँ नि म जचाउँदिनँ मलाई पेटबाट जाँचेर औषध दिनुहोस् भन्नुभयो उहाँले जचाउन मान्नु भएन त्यसको माने के देखियो भनेदेखि उनीहरूले यो मेल हो कि यो फिमेल हो भन्ने चाहिँ त्यो खालको बिरामी परेको बेलामा अथवा आफूलाई आवश्यकता परेको बेलामा कसैले पनि त्यसरी लिँदा रहन्छ त्यसैको इक्जाम्पल हो जसले राम्रो गरेको छ होइन आज हेर्नुहोस् नेपालमा यदि 10 जना फिमेल गाइनेकोलोजिस्टहरू टपमा हुनुहुन्छ भने 10 जना मेल गाइनेकोलोजिस्टहरू पनि टपमा छन् उनीहरूले आफ्नो कामहरू सबैले गरेका छन् र अल आर एक्सेप्टेड बाई द सोसाइटी त्यसकारण त्यो चाहिँ जसले राम्रोसँग गर्न सक्यो त्यही हो अनि विजय पाण्डेजी हि बिन टु दार्चुला अनि त्यहाँ उसले त्यो क्लासमा सोधेछ तिमीहरू के पढ्ने आइए पढ्दै गरेका 12 क्लासका स्टुडेन्टहरू अनि उनीहरूले हात उठाएर भनेछ म भोला रिजाल हुने भने अनि कि भोला रिजाल के हो भनेर भन्दा भोला रिजाल गाइनेकोलोजिस्ट हो अनि तिमी पनि गाइनी पढ्ने हो भनेर हो भनेर यो चाहिँ मेल बोय दार्चुलामा अनि उसले तिमी चिन्छौ भोला रिजाललाई भन्दा म त चिन्छु उहाँले चिन्नुहुन्न अनि म तिमी काठमाडौँ आयो भने मेरो साथी हो उहाँ म चिनाइदिन्छु भन्नुभएछ विजयजीले नि अनि त्यसपछि आएर हुन्छ भने तर अहिलेसम्म आएको चाहिँ छैन माने के हो भनेदेखि नि अब त एउटा पिँढी दुईटा पिँढी तीनटा पिँढी आइसक्यो अब बिइङ ए फर्स्ट मेल गाइनेकोलोजिस्ट हगि मलाई चाहिँ के लाग्छ भनेदेखि हामीहरूले जति चिज अब गर्न सक्यौँ हैन अब अर्को जेनेरेसनको काम हो त्यस कारण त्यो जेनेरेसन पनि जुन आउँदैछ नि दे आर अल्सो इन्करेज बाई द सर्भिस यु हेभ प्रोभाइडेड हैन तपाईँले जे गर्न सक्नुभयो आज समाजमा जे छाप मलाई अचम्म लाग्छ महिला नारी दिव्य पुरस्कार राष्ट्रिय पुरस्कार चाहिँ सरकारले मलाई आजभन्दा 10 वर्ष अगाडि दिएको थियो हैन अनि सबैले क्वेसन गरे महिला पुरस्कार तपाईँलाई अनि मैले भने म पनि त महिला हो नि म भाषण दिँदाखेरि हामी नारीले नारीको लागि केही नगरेर अरू कसले गरिदिन्छ भन्छु म त्यसकारण म नारी होइन र मैले नारीको बाहेक अरूको म चाहे त्यो जनचेतनाका कुरा गरौँ चाहे हकित अधिकारका कुरा गरौँ चाहे नारी हित संरक्षणका कुरा गरौँ हैन मैले बनाएको गौँथली चलचित्रहरू हैन त्यो पनि त्यस्तै त्यसकारण मलाई जब सबैले त्यसरी एउटा जिम्मै लगाएको छ भनेदेखि I consider I am equally authorized to receive that. For the tax, of course, Dr. Saab. Let's get to a little more serious topic now. Medical colleges. Medical colleges haru थपिने क्रम पनि जारी छ थप्ने प्रयास जारी छन् भन्नु पर्ला सरकारले उचित मापदण्ड भित्र मेडिकल कलेजलाई ल्याउन सकेको छैन एभ्री फ्यामिली वान्ट्स देयर चाइल्ड टु बिकम अ डक्टर हरेक परिवारमा एउटा डक्टर होस् भन्ने अपेक्षा हो यो नयाँ नेपालको सपना भन्दा नि ठूलो सपना प्रत्येक परिवारले बोकेका के मेडिकल कलेजेसमा पुग्ने इन्फ्रास्ट्रक्चर छन् त यसको दुवै पाटो केलाइदिनुस् हाम्रो लागि यसको बेनिफिट्स के हुन् यसको ड्रब्याक्स के हुन् एभ्रीबडी वान्ट्स टु बिकम अ डक्टर लेट्स गो अलिकति पछाडि हिस्ट्रीमा जाउँ प्लिज जतिखेर मोइन शाहहरू डाक्टर गोपाल आचार्य डाक्टर भीष्मराज प्रसाईहरूले 37 सालदेखि मेडिकल एजुकेसन नेपालमा त्योभन्दा अगाडि चाहिँ एचए लेभलको थियो तर एमबीबीएसको प्रोग्राम चाहिँ उहाँहरूले 37 सालदेखि ल्याउनु भयो म चान्सले 2 वर्ष ढिलो जन्मिएछु 39 सालदेखि म पनि उहाँहरूसँगै छु हैन त्यसकारण नेपालमा मेडिकल एजुकेसनको जति पनि कार्यक्रमहरू छ त्यो मबाट नथाहा पाएको चाहिँ छैन अब त्यतिखेरदेखि नेपालमा जुन हामीहरूले भारतले दिएको कोलम्बो सिट
चाहे अरू पाकिस्तानको चाहे रसियाको बाङ्लादेशको सिटहरू जुन आउँथ्यो नि त्योभन्दा बाहेक नेपालमा त्यतिखेर एचए लेभलका 30 जना पढाइ हुन्थ्यो अरू कोही पनि थिएन मतलब त्यसैमा म पनि एउटा सेल्फ फाइनान्समै बाङ्लादेश ढाका त्यतिखेर चाहिँ पाकिस्तान थियो म जाँदाखेरि अनि म पनि त्यही अनुसार गएको हो मतलब यदि त्यही चिज रहिरहेको भएदेखि आज हाम्रो स्थिति के हुन्थ्यो हैन तर म त यति क्लेम गर्छु कि नेपालमा मेडिकल एजुकेसनले जुन एचिभ गर्यो नि त्यो चाहिँ सबैले 10 पल्ट सलाम गरे पनि त्यो गुण बिर्सिनु एकदम कम समयमा एकदमै गरेको छ र आज हाम्रो कुना काप्चा नेपालमा मात्र होइन विदेशमा गएर पनि हाम्रा यहाँका प्रोडक्टहरूले चाहिँ नाम कमाएका छन् हैन यीका प्रोडक्टहरू यी काम गरेकाहरू पनि तपाईले नाममा गर्न सक्नुहुन्छ हैन त्यसकारण यस्ता दिग्गजहरू कोही कार्डियोलोजिस्ट छन् कोही कार्डियक सर्जन छन् कोही अन्कोलोजिस्ट छन् कोही प्लास्टिक सर्जनहरू छन् नाम भनौँ भनेदेखि एउटा मेरो नाम छुटाइस भन्ला त्यसकारण आई डोन्ट वान्ट टु हैन न्युरो सर्जरीमा एकपल्ट त हामीहरू 3 जेनेरेसन रहिरहेछौँ ढाकाबाट मेरो टिचर आएको यहाँबाट म अनि यहाँबाट अर्को मेरो जुन स्टुडेन्ट ऊ चाहिँ यहाँको नम्बर 1 न्युरो सर्जन हैन त्यस्तो एउटा पनि बेला हुन्छ कहिलेकाहीँ त्यसकारण हामीले जुन फड्को मारिरहेछौँ यसलाई चाहिँ सुधार त जहिले पनि हुनुपर्छ तर अहिले आएर नेपालमा यो केले गर्दाखेरि यो हामीलाई सतीको शराब भन्छ त्यसमा थोरै अप्ठ्यारो भएको छ यो सिचुएसन धेरै दिन नरहला जस्तो लाग्छ मलाई र हामीहरूले जुन मेडिकल एजुकेसनलाई जसरी अगाडि बढाउनुपर्छ यसका पूर्वाधारदेखि लिएर यसका क्वालिटीदेखि लिएर कसैले हाम्रो क्वालिटीमा चाहिँ नेपालको क्वालिटीमा चाहिँ औँलो ठडाउने ठाउँ छैन किनभने इट इज वेल एक्सेप्टेड बाई अमेरिका इन्डिया एभ्रिवेयर हैन त्यसकारण त्यो पार्ट यता अब बाँकी र यो सेकेन्ड क्वेसनहरू चाहिँ के थियो भनेदेखि हामीहरूले हाम्रो जुन विद्यार्थीहरूलाई हैन जो सबैजना चाहिँ मेडिकल एजुकेसनतिर एट्र्याक्ट भएका छन् म के भन्छु भनेदेखि अहिले मेडिकल एजुकेसन मैले चाहिँ म आई युजुअली डोन्ट डिनाई टु एटेन्ड एनी स्कुल प्रोग्राम मलाई खुब इन्ट्रेस्ट लाग्छ मलाई आफूले कर्णधारमा 2-4 शब्द पस्किन एकदम म जान्छु हगे जुनसुकै स्कुलका विद्यार्थीहरूले पनि इन्टरेक्सनको लागि बोलाउँदाखेरि म जान्छु र मलाई के खुसी लाग्छ भनेदेखि उनीहरुका क्वेशनहरू all related with the future angels हैन अनि त्यो जुन त्यहाँ उनीहरुले कोही मेडिकल जुन आजभन्दा 10 वर्ष अगाडि 80% ले म चाहिँ डाक्टर बन्छु भन्थ्यो नि आज भन्दैन फरक छ हैन आज के भन्छ म चाहिँ एरोनॉटिक्स म चाहिँ इकोनोमिस्ट म चाहिँ इन्टरनेशनल रिलेसन हेर्नुस् है उनीहरुको अब चोइस राइट हैन त्यसकारण त्यसमा परिवर्तन भएको छ तर अहिले पनि हेर्ने हो भनेदेखि बाउ आमाहरू हाम्रै जेनेरेसनकाहरूलाई चाहिँ यिनीहरूलाई चाहिँ फ्युचर सेक्युरिटीको लागि पनि र आफ्नो सेक्युरिटीको लागि पनि डाक्टर बनाइदियो भनेदेखि चाहिँ मेडिकल प्रोफेसनमा लगिदियो अचेल डाक्टर बन्नुको सट्टामा बीएससी नर्सिङ गरेर बरु बाहिर जाने मान्छेहरुको चोइस हैन त्यसकारण अब थोरै यो परिवर्तन त हुँदैछ तर इट विल टेक टाइम अब म चाहिँ के रिक्वेस्ट गर्छु भनेदेखि यदि उसमा त्यो जिल छ म चाहिँ डाक्टर बनेर रियली आई क्यान सर्भ म रहरले पनि भन्दिन म चाहिँ सेवैको लागि मात्रै हो म डाक्टर बन्न खोजेको भन्ने हो भनेदेखि दोस स्टुडेन्ट्स अथवा उनीहरूलाई चाहिँ हामीहरूले इन्करेज पनि गर्नुपर्छ र उनीहरूलाई नै चान्स दिनुपर्छ रादर देन हामीहरूले उनीहरूलाई पर्स्यु गर्ने अबर्सनको बारेमा भनिदिनुहोस् डाक्टर साहब हामीलाई लिगल बनाउन किन जरुरी भयो अमेरिका जस्तो विकसित राष्ट्रमा पनि आजसम्म पनि अबर्सन र वुमेन राइट्सको कुराहरुमा स्ट्रगल भइरहेको छ यो इस्यु एकदम स्ट्रगलमा छ यस अर्थमा नेपाल यो मामलामा नेपाल अलिकति अगाडि हो त होइन अमेरिकाको पनि धेरै भर्सनहरु छ उनीहरु त हामीभन्दा धेरै एडभान्स छ उनीहरुले कति कन्डिसनल चीजहरुमा एबोर्सनलाई चाहिँ एक्सेप्ट गरेर जस्तो म
यहाँको फ्यामिली प्लानिङ एसोसिएसनको वान अफ द एडभाइजर भएर मैले धेरै वर्ष काम गरेँ। उनीहरूको आइपासहरूदेखि लिएर उनीहरूसँग पनि म एसोसिएट थिएँ र उनीहरूसँगै म यो निसन्तानहरूको प्रोग्राममा म जोन हपकिन्स गएको थिएँ। त्यहाँ जाँदाखेरि पनि मैले धेरै उनीहरूको बुझ्ने मौका पाएँ। अब उनीहरूको सोसाइटी र हाम्रो सोसाइटीमा थोरै के फरक छ भनेदेखि नि उतातिर चाहिँ जति पनि एबोर्सनहरू हुन्थ्यो, जति पनि इन्डिकेसन अथवा कारणले गर्दाखेरि एबोर्सन गर्नुपर्ने त्यो चाहिँ त्यहाँ लिगल छ होइन, थियो र अहिले पनि छ। तर एउटा ग्रुपले चाहिँ अहिले पनि त्यसको विरोध गर्छ। नेपालमा के थियो भनेदेखि अनसेफ एबोर्सन यति बेसी थियो। म जब ढाकामा ट्रेनर थिएँ होइन, त्यहाँ मलाई नेपालमा आउँदा आउँदै स्वर्गीय इन्द्र लोहनीजीले मलाई सोध्नु भएको थियो तपाईँले कति एबोर्सन गर्नुभयो होला। मैले भने मोर देन 50,000 होइन। त्यो चाहिँ कसरी भन्नुभयो। मैले भने म आई वाज ट्रेनर, म एउटा गाउँमा जाँदाखेरि 700, 800, 500 एबोर्सनहरू त्यहाँ गराएर सिकाएर हामीहरू आउँथ्यौँ। बङ्गलादेशमा लिगल छ होइन। अनि त्यो चिज म जब नेपाल आएँ 1982मा 82मा आउँदाखेरि टिचिङ हस्पिटल बनेको थिएन होइन। अनि त्यहाँनेरि हामीहरू पोस्टिङ अनि काम गर्न चाहिँ प्रसुति गृहमा आउनु पर्थ्यो। प्रसुति गृहको गेटमा उनीहरूले त्यो एबोर्सन गरेर अनसेफ एबोर्सन त्यो छिडीमा पिडीमा गरेर त्यसलाई मरणान्त हुने बेलामा चाहिँ ल्याएर गेटमा ल्याएर छोडेर उनीहरू भाग्थ्यो। अनि तिनीहरूलाई हामीले भित्र ल्याएर हामीले एबोर्सन कम्प्लिट गर्थ्यौँ। त्यस्तो इन्स्टेन्स त मैले त्यहाँ बस्दाखेरि कति देखेँ। अनि मलाई के लाग्यो भनेदेखि मैले पहिलोचोटि नेपालमा राइजिङ नेपालमा मैले एउटा इन्टरभ्यू दिएँ कि यदि नेपालमा हामीहरूले एबोर्सनलाई लिगलाइज गरेनौँ भनेदेखि यो अनसेफ एबोर्सनलाई सेफ एबोर्सनमा हामी कहिले पनि कन्भर्ट गर्न सक्दैनौँ भनेपछि डाक्टर रिजाल प्लिड्स फर लिगलाइजेसन अफ एबोर्सन भनेर त्यो पहिलो राइजिङ नेपालमा आएकै हुनाले 80s मा है कि। अनि अर्ली 80s मा 82, 83मा अर्लीमा अनि त्यो आएको हुनाले त्यसको अहिले भन्नुहोस् न भर्खर 14 वर्ष भयो लिगलाइज भएको त होइन। इट टुक लङ टाइम, तर जे भए पनि भयो भन्छु म होइन, राम्रो भयो। अब त्यसलाई मान्छेहरूले अहिले विसङ्गतिको रूपमा लिइरहेका छन् र त्यसलाई फेल गराउनको लागि एउटा ग्रुपहरू चाहिँ यसले गर्दाखेरि हाम्रो टिनएजर्समा ज्यादा प्रोमिस्क्युटी भयो र ज्यादा एबोर्सनको रेट बढ्यो र इभन मेटर्नल मोर्टालिटी घटेन। यो तिनवटा उनीहरूको च्यालेन्ज हो। अनि मैले 5 वर्ष अगाडि एउटा अर्को अभियान के थालेँ भनेदेखि कि सेभ द फिमेल चाइल्ड। अहिले चाहिँ सेक्स डिटर्मिनेसन गरेर जुन एबोर्सन गर्ने जुन प्रवृत्ति बढ्यो नि त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो एबोर्सनलाई बदनाम गर्यो। राइट हैन। सो त्यसको फ्लिप साइडमा तपाईले एउटा क्याम्पेन हो एकदम ठुलो अभियान हामीले सुरु गर्यौं जसलाई चाहिँ हाम्रो सोसाइटी गाइनी सोसाइटी जसमा डाक्टर पुष्पा चौधरी अहिलेको डिजी उहाँले धेरै राम्रो सपोर्ट गर्नुभयो र उहाँकै प्रोग्राममा हालेर हामीले अनुरोध भन्ने एउटा टेली ड्रामा पनि बनायौं। अनि त्यसपछि गएर मेरो जुन एउटा गीत थियो छोरी भनेर नफाल फुलको पिल्लामै नझार भन्ने जुन थियो त्यो अनुराधा पौडवालले गाउनु भएको छ र त्यो गानालाई पनि हामीले त्यसमा हालेर इट्स ए गुड ब्युटिफुल डकु ड्रामा हगे। अनि हामीले त्यसरी त्यो एउटा अर्को गरेपछि अहिले आएर हाम्रो यो सेक्स डिटर्मिनेसन गरेर फिमेल चाइल्ड एबोर्सन गर्ने जुन परम्परा छ त्यसलाई चाहिँ धेरै डिस्करेज गरेको छ र म चाहन्छु कि आजको यो कार्यक्रममा पनि हामीहरूले त्यो जुन सेक्स डिटर्मिनेसन अथवा सेक्स सेलेक्टिभ एबोर्सन जुन छ नि त्यसलाई चाहिँ डिस्करेज गर्न म सबैलाई अनुरोध पनि गर्छु। डाक्टर साहब अब स्लाइटली टपिक शिफ्ट गरौँ। वी जस्ट हैव couple of more minutes remaining moment to पुरा सेगमेन्ट पनि बाँकी छ। दुईटा प्रश्न मेरो लागि तपाईको लागि अझै छ मसँग। टेस्ट ट्युब बेबी प्रणाली के हो? नेपालमा आइपुग्न किन 25 वर्ष लाग्यो? कसको लागि चाहिँ उपयुक्त हो? यो सेफ छ यो टेस्ट ट्युब बेबी प्रणाली? यो पनि एउटा कथा हो हैन। म ढाकामा जसको अन्डरमा म तालिम लिँदै थिएँ म त्यहाँ दुईपल्ट गरेर झन्डै 11 वर्ष बसेँ हैन। र त्यही बेलामा एउटा कन्ट्री नै पाकिस्तानबाट बांग्लादेश भयो। क्यान यु इमेजिन हैन।
त्यो ठाउँमा म जसको अन्डरमा काम गरेँ उहाँ चाहिँ यो इन्फर्टिलिटीको एक्सपर्ट हैन। अनि जब म गाउँ-गाउँमा यो निसन्तान दम्पतिहरूको मर्म आँकडा लिनको लागि पुग्थेँ, त्यो ठाउँमा म झलझली नेपाल सम्झिन्थेँ। किनभने हेर्नुहोस् उनीहरूको रहनसहन, उनीहरूको सभ्यता, उनीहरूको बोली यति सफ्ट स्पोकन छ बङ्गालीहरू हैन। अनि लगाई खै सबै चिज हेर्दाखेरि केही पनि फरक छैन। अनि मलाई बोर्डर पनि जोडिएको बोर्डर हैन। अनि मलाई के लाग्यो भनेदेखि यो दशा हाम्रो नेपालीहरूमा कति होला। अनि म उताबाट आउँदै मैले यसबारेमा अध्ययन सुरु गरेँ र मैले अघि भने म जन हपकिन्समा जाँदाखेरि नेपालमा सबफर्टिलिटीको के अध्ययन भएको छ, उनीहरूको चाहिँ यस्तो लाइब्रेरी त्यतिखेरको कुरा 86 मा हैन। अनि के भएको छ मलाई निकालिदिनुस् भन्दा 2टा पेपर निकालिदियो। त्यो 2टा पेपरै मेरै मात्रै रहेछ। अनि हैन त्यो चाहिँ अनि मलाई यस्तो लाग्यो कि यदि हामीहरूले आज पनि यो सबफर्टिलिटी निसन्तान दम्पतिहरूको लागि केही गरेनौँ भनेदेखि यो चाहिँ एउटा अभिशाप हुन्छ, यो पाप हुन्छ। म फेरि एकपल्ट कलकत्ता पुगेँ। कलकत्ता किन गएँ भने कलकत्तामा आइभीएफ सुरु भइसकेको थियो हैन। त्यहाँनेरि बिएन चक्रवर्ती है उसैलाई करस्पोन्ड गरेँ। अनि उहाँले आइज भन्नुभयो 7 दिनको मेरो अब्जर्भेसन र ट्रेनिङ टुर बनाएँ र म गएँ। त्यो मेरो फर्स्ट ढाका पछिको फर्स्ट प्रिलिमिनरी एक्सपोजर थियो। त्यहाँ जाँदाखेरि मैले के देखेँ, क्यान यु इमेजिन वान थिङ, 50% महिलाहरू नेपालबाट आएका छन्। वाउ। अनि मैले सबैजनासँग बस्थेँ, कुरा गर्थेँ। कुरा गर्दाखेरि कोही के बेचेर आएका छन्, कोही के गरेर आएका छन्, कोही घरमा ताला लगाएर आएका छन्। अनि मलाई अत्यन्तै दुःख लाग्यो। मैले भने अब पनि मैले यदि नेपालमा गएर यसको लागि केही गरिनँ भनेदेखि मैले बाँचेको केही पनि सार्थक हुँदैन। यो चाहिँ 2054 सालको कुरा हो। तर दुर्भाग्य के भयो भनेदेखि जुन क्राइटेरिया लिएर हामीहरूले आइभीएफ सुरु गर्नु पर्थ्यो त्यो चाहिँ मेरो पुरानो जुन कमल पोखरीमा घर थियो नि ओमको, त्यहाँ सुरु गर्न सक्ने अवस्था थिएन। 5वटा घर थिए तर कुनै पनि आइभीएफ को लायक थिएन। अनि हामीहरूले नयाँ घर कमल यो चाबेलमा बनाउन थाल्यौँ। 54, 55, 56, 57 मा कम्प्लिट गरेर 58 मा हामी सर्यौँ। अनि त्यहाँनेरि मैले आइभीएफ सुरु गर्दाखेरि 60 मा आइभीएफ गरेर पहिलो बच्चा ओममणि तामाङ हामीहरूले त्यहाँ जन्माएको दिन र दोस्रो सुशील कोइरालाका 2 पुत्रहरू र तेस्रो केशव भट्टराईका 1 पुत्र, यी जन्माएपछि हामीहरू त एउटा यस्तो खुसीको क्षण भयो कि त्योभन्दा ज्यादा खुसी त सायद कहिले पनि हुन पनि सक्दैन होला। त्यसकारण यो जुन निसन्तान चाहिँ भगवानको श्राप हो भन्ने जुन मान्छेमा एउटा छाप परेको थियो, यसलाई केही पनि गर्न सकिँदैन भन्ने जुन थियो हैन, त्यो चाहिँ हामीहरूले आफ्नै प्रयासबाट तोड्न सक्यौँ। भेरी सेफ मात्र होइन, अर्को एउटा म सानो इन्स्टेन्स आजै बताइदिन्छु। फेरि म शिक्षण अस्पतालमा जुन हामीहरू ट्युबल सर्जरी गर्छौँ, यो आइभीएफ भनेको चाहिँ टेस्ट ट्युब बेबी, यसको बारेमा म थोरै बताइदिन्छु। त्योभन्दा अगाडिको प्रोसेस जुन हो त्यो चाहिँ नली बन्द भएर नली बिग्रिएर बच्चा नहुनेहरूको सङ्ख्या अझै त्यति नै छ नेपालमा। अनि त्यो चाहिँ मैले ढाकाबाट मेरो प्रोफेसरबाट जुन सिकेर आइरहेथेँ त्यो मैले गरेको हुनाले 2043 सालमा पहिलो ट्युब जोडेर जन्मिएको बच्चा पनि मेरै हातबाट 87 नेपालको अघि। अनि त्यो हुँदै पनि अनि हामीहरूले के सोच्यौँ भनेदेखि यदि लास्टको जुन टेस्ट ट्युब बेबी चाहिँ यदि हामीहरूले नेपालमा सुरु गर्न सकिएन भनेदेखि त त्यो कलकत्ताको जुन मेरो आँखाको अगाडि झलझली आएको थियो सिन 50% हैन। अहिले पनि म सुन्दैछु, म गएँ आफै पनि टाटा अथवा राजीव गान्धी क्यान्सर हस्पिटलहरूमा अहिले पनि 25-30% नेपालीहरू नै छन् अरे अझै पनि। त्यसकारण त्यो सेक्टर पनि एउटा अत्यन्तै भयावह सेक्टर छ। अनि अब बाँकी रह्यो टेस्ट ट्युब बेबी भनेको केही पनि होइन, यो त नाम मात्रै हो।
यो इन भिट्रो फर्टिलाइजेसन हामीले इन भिभो भनेको चाहिँ श्रीमान श्रीमतीको सहवासबाट फर्टिलाइज हुने इन भिभो भयो भित्र भिट्रो भनेको चाहिँ बाहिर श्रीमानको शुक्रकी ठिक छ तर श्रीमतीको चाहिँ जुन ट्युबहरू बन्द छ त्यसबाट कुनै पनि हालतले गर्भधारण गर्न सक्दैन त्यो चाहिँ हामीहरूले अन्डा श्रीमतीबाट लिएर त्यो अन्डालाई बाहिर एकैछिन ट्युबमा राख्छौँ हार्डली 2 मिनट अनि त्यसपछि त्यसलाई छानेर हामीहरू श्रीमानको वीर्यसँग मिलाएर फर्टिलाइज हुन राखिदिन्छौँ अब कत्रो ठुलो नाम त जुन चाहिँ जम्मा 2 मिनट युज आउँछ त्यसको नामबाट चाहिँ टेस्ट ट्युब अनि एक दिन मलाई जिरे खोर्सानीका टिम आए सबै यो त्यतिखेरको कुरा हो 60-61 मा डाक्टर साहब एउटा कुरो भनिदिनुहोस् त टेस्ट ट्युबबाट बच्चा जन्मिसकेपछि त्यो टेस्ट ट्युब चाहिँ तपाईँहरू त्यो आमालाई पनि दिनुहुन्छ कि तपाईँ अनि मलाई एकदम खुसी लाग्यो हेर्नुहोस् न त्यो बच्चा टेस्ट ट्युबमा जन्मिन्छ न हामीहरूले त्यो टेस्ट ट्युब राख्छौँ त्यो त 2 मिनटको लागि आमाको जुन डिम्मा हामीहरू ओभन पिकअप जुन गर्छौँ त्यसलाई राख्नको लागि तान्दै राख्नको लागि मात्रै हैन टेस्ट ट्युबको युज हुन्छ त्योभन्दा बाहेक हामीहरू केही युजै गर्दैनौँ तर मान्छेहरूले बुझ्नको लागि चाहिँ सुरुदेखि टेस्ट ट्युब भनेको हुनाले यसलाई टेस्ट ट्युब भनिएको मात्रै हो र बाँकी रह्यो हामीले जब लुइस ब्राउन चाहिँ संसारको फर्स्ट टेस्ट ट्युब बेबी हैन व्हेन सी वाज 27 इयर्स ओल्ड हाम्रो ओम मणि तामाङ जन्मिएको Well, 26. So that comes my question. किन 25-26 वर्ष किन लाग्यो 27 वर्ष पुरानो भए पनि हामीहरूले उपयुक्त समय उपयुक्त टाइम र कति टेस्ट ट्युब सेन्टरहरू छन् अहिले पनि कि खुल्दै एउटै पनि सफल नभएर बन्द हुँदै कति छन् हैन तर भगवान मुक्तिनाथको कृपा पशुपतिनाथको कृपा हामीहरूलाई चाहिँ हामीहरूले आजसम्म सुरु गरेदेखि आजसम्म हाम्रो जुन पर्सेन्टेज छ त्यो चाहिँ कम्पेरेबल विथ वर्ल्ड र सबभन्दा खुसीको कुरा सुनाउँ अहिले हामीहरू जतिजना टिममा छौँ डाक्टर सबिना डाक्टर सुपात्रा डाक्टर हरिकिशोर म हैन हाम्रो अरू स्टाफहरू अम्बिका गीताहरू जुन हाम्रो जुन टिम छ नि त्यो टिमलाई मैले आफैले सबैलाई एकलाई यसपालि धन्यवाद दिएको चाहिँ के थियो भने हाम्रो योभन्दा अघिल्लो हुन त स्वास्थ्य सरकारले पनि यो कुरो हाइलाइट गर्यो वर्ल्डकै रेकर्डमा 75% सक्सेस भयो त्यो चाहिँ अहिलेसम्म 72 सम्म छ 75% छैन हैन त्यसकारण यो केबाट हुन्छ मलाई एक्सप्लेन गर्न चाहिँ म सक्दिनँ You need a Dr. Bhola Rizal for that. I don't know. I don't know. Bhola Rizal for that. हैन भोला रिजाल हो कि अब गाली गर्नेले कति गाली गर्छन् होला भन्नेले सन्तानेश्वर महादेव पनि भन्छन् हैन तर कुरो के हो भन्दाखेरि यसमा केही न केही हाम्रो यो जुन वातावरण छ अथवा जुन हाम्रो पाशुपत क्षेत्र हैन मुक्ति क्षेत्र यसका जुन प्रभावहरू छन् यसलाई हामीले नकार्न हुँदैन क्या मनमा जहिले पनि there is someone who is looking after us र हामीहरूलाई चाहिँ उनले हेरेको हुनाले हामीले सबैलाई राम्रो गर्नुपर्छ कसैलाई पनि लाखापाखा गर्नु हुँदैन र सबैको भलो चिताउनु पर्छ भनेर जुन मनमा हामीहरूले लिएर काम गर्छौँ हुनसक्छ त्यो हामी लागि एउटा leap of faith एक्ज्याक्टली भोला रिजालको वरदान हुनसक्छ डाक्टर साहब अर्को एउटा कन्सेप्टमा जाउँ हामी अब नेपालमा सरोगेट मदरहरूलाई एक्सप्लोइट गर्ने ट्रेन्ड बढ्दो छ अस्तिको अर्थक्वेकमा अलिकति लाइटमा आएको थियो यो विषय यसमा तपाईँको विचार के छ कस्तो लिगल सेफगार्डिङ हुनुपर्छ मदरहरू इन्डियाबाट आउने अडप्ट गर्ने मान्छेहरू विदेशबाट लाइक भूकम्पको बेलामा इजरायल सुनेका थियौँ हामीले धेरै तर नेपालमा लिगल बाउन्ड्रिज अलि लुज भएका कारणले प्रोसिजर चाहिँ नेपालमा गरेको पाइन्छ नेपाली डक्टरहरूको इमेज बिगार्दैन यसले गर्दा इन्टरनेसनल कम्युनिटीमा यसको अलिकति लाइट सेड गरिदिनुहोस् यो टपिक आई 100% सपोर्ट योर स्टेटमेन्ट एकातिर क्वेसन पनि हो र एकातिर तपाईँको स्टेटमेन्ट पनि मैले यसमा देखिसकिरहेको छु नो आई 100% सपोर्ट मैले भनिसकेँ र यदि आज मैले नेपालमा जुन इन्डियाबाट ब्यान्ड गरिएको सरोगेसी प्रोग्राम जुन थियो मैले एक्सेप्ट गरेको भएदेखि आजभन्दा धेरै वर्ष अगाडि नै धेरै चिज आइसक्थ्यो हैन त्यो मैले विरोध गरेकै हुनाले मान्छेहरू मेरो एगेन्स्टमा पनि गए अब
त्यो के को विरोध थियो त? सरोगेसीको विरोध थिएन। सरोगेसी भनेको चाहिँ एउटा म सम्झाइदिउँ कि हाम्रो नेपालमा आजदेखि होइन, पौराणिक कालदेखि नै हैन हाम्रो नेपालमा सरोगेट मदरहरू छन् र भइ पनि राखेको थियो र छ पनि। यु गो टु वेस्टर्न नेपाल हैन, वादीहरू अहिले पनि छन्, उनीहरूले अर्काको लागि बच्चा पाइदिन्छन् हैन, त्यो सरोगेसी नै हो हैन। दोस्रो कुरो, हामीहरू एकदम आध्यात्मिकमा गयौँ भने पनि हाम्रा कौरवहरूका र पाण्डवहरूका जसका कुरा गरौँ। अब बाँकी रह्यो यतातिर आयो। अहिले पनि अब यदि हाम्रो टेस्ट ट्युब फेल भयो, आइभीएफ भएन, उसको हुन सकेन, हस्बेन्डको आफ्नोबाट चाहन्छ भनेदेखि के उपाय छ त? अहिलेसम्मकोमा सरोगेसी मात्रै एउटा उपाय हो। त्यसकारण सरोगेसी अपराध होइन, नम्बर 1। त्यसपछि पनि भएन भने के हो त? क्लोनिङ, जुन कि वर्ल्डले नै अथराइज गरेको छैन, हेर्नुहोस् है। तर अब यो सरोगेसीलाई चाहिँ बदनाम गर्नको लागि यहाँ के चाल रचियो भनेदेखि विदेशी मूलका मान्छेहरूलाई इन्डियन मूलका मान्छेहरू ल्याएर हैन, एउटा सरोगेसीमा $50,000 को खेती गरेर हैन, जसलाई प्रलोभनमा पारेर पर्मिसन लिएको भए पनि मलाई केही पनि भन्नु छैन, म फसिनँ त्यसमा हैन। र मैले हुँदैन भने म विरोध गरेको गरेँ हैन। त्यो विरोधको फलस्वरूप एउटा सरोगेट मदरले आएर हाम्रो हस्पिटलमा सिजेरियन गराएछ हैन। सरोगेसी कहाँ गर्यो, के गर्यो, कसबाट गर्यो, सरोगेट हो कि होइन त्यो पनि थाहा छैन। तर जुन पेसेन्टको हाम्रो हस्पिटलमा सिजेरियन भएछ त्यो चाहिँ सरोगेट मदर रहेछ हैन, सरोगेसी केस रहेछ। अनि त्यसले गर्दाखेरि अलिक दिन त्यो अलिकति पनि भयो, मिडियामा पनि आयो। तर वी आर भेरी क्लियर। र मेरो अब धारणा चाहिँ पर्सनल धारणा के हो भने सरोगेसी हामीलाई चाहिन्छ, तर सरोगेसीको नाममा जुन मान्छेहरूले अहिले इन्डियाले चाहे गे कपलको होस् चाहे यो बाहिरको उसको आओस् हो कि, त्यो चाहिँ सरोगेसीमा इन्डियाले ब्यान गरेको हुनाले नेपालमा जुन आयो त्यसलाई चाहिँ ब्यान्डै हुनुपर्छ र त्यसलाई चाहिँ कहिले पनि खोल्नु हुँदैन भन्ने पक्षको म हो। थ्याङ्क यू डाक्टर साहब। वेल, सबै मेरा क्वेसन्सहरू अब समाप्त भयो। डाक्टर साहबले एकदम हामी सबै नेपालीले बुझ्ने हिसाबले चाहिँ हामीलाई सबै व्याख्या गरिदिनु भयो। थ्याङ्क यू भेरी मच फर द्याट। अब एउटा सेगमेन्टमा आइपुगेका छौँ डाक्टर साहब, हामी यसलाई मोमेन्ट अफ ट्रुथ भन्छौँ। यसमा चाहिँ मसँग 15वटा जस्ता क्वेसन्सहरू हुन्छन् जुन चाहिँ म तपाईँलाई सोध्ने छु, तपाईँले चाहिँ एकदम सिधा सठिक जवाफ चाहिँ हामीलाई दिइदिनुहुन्छ भन्ने अपेक्षा। एकदम क्विज त होइन यो, क्विज होइन सर, यो ऱ्यापिड फायर जस्तै एउटा लाइक एकदम क्विकली चाहिँ गर्ने प्रयास हाम्रो। बट बिफोर द्याट आई थिङ्क वी आर सपोज टु गो फर अनदर कमर्सियल ब्रेक, सो स्टिक अराउन्ड। अन द अदर साइड विल हैव द मोमेंट of truth. We'll be right back. Well, Dr. Saab and I just having a conversation. They're such an inspirational man. So proud to be amidst here today. I'm a little nervous for this moment of truth segment. Dr. Saab, if you're ready, we're going to start the moment of truth. Well, the first question from the moment of truth. Dr. Saab, ready? Yes. जिन्दगीमा पछाडि फर्केर हेर्दा आफ्नो कुन चाहिँ उपलब्धिको चाहिँ तपाईँ सबैभन्दा धेरै गौरव गर्नुहुन्छ? नेपालमा महिलाहरूको लागि, त्यसमाथि पनि निसन्तानहरूको लागि जुन हामीहरूले इनभिट्रो फर्टिलाइजेसन इन्ट्रोड्युस गरेर आजसम्म 600 भन्दा बेसी जुन बच्चाहरू निसन्तान दम्पतिलाई दिन सक्यौँ, त्यो चाहिँ मलाई लाग्छ मैले गौरव गर्नुपर्ने कुरा छ। यसको लागि सबै मेरो टिमलाई म धन्यवाद पनि दिन चाहन्छु। जिन्दगीमा डाक्टर साहब एकदम धेरै दुखी भएको एक दिन? मलाई कस्तो निरीह लाग्यो भनेदेखि जब हाम्रो मेडिकल कलेजको जुन समस्याहरू आयो, समस्या आउँदाखेरि मैले धेरैलाई धेरै कुरो बताउने बोल्ने कोसिस गरेँ र धेरै प्रमाणहरू मैले जुटाउने कोसिस गरेँ कि आज यदि हामीहरूले नेपालको मेडिकल एजुकेसनलाई धराशायी बनाउने हो भनेदेखि भोलि गएर इतिहासले हामीलाई सराप छ र ठिक छ, उन्नति गर्नुपर्छ, सबै यसलाई अझ राम्रो बनाउनुपर्छ, यसमा त मेरो दुई मत छैन। तर यसलाई बिगार्न चाहिँ हुँदैन र अहिले खुल्न आँटेका जुन मेडिकल कलेजहरू छन् त्यसलाई हामीहरूले इन्करेज गर्नुपर्छ, डिस्करेज गर्नु हुँदैन। किनभनेदेखि आज पनि हाम्रो डक्टर्स पेसेन्ट रेसियो जुन छ नि एकदमै वर्ल्डसँग ट्याली गर्दैन हैन। त्यसकारण यो जुन परिस्थितिलाई मैले बुझाउन जुन सकेको छैन अथवा
कोही केही चिजको प्रलोभनमा परेर वा हामीहरूमाथि मेडिकल कलेजहरू अथवा मेडिकल शिक्षामाथि नै प्रहार गर्ने जुन प्रयास भइरहेको छ नि त्यतिखेर चाहिँ मलाई बडा दुःख लाग्यो मलाई एकदम निरीह प्राणी जस्तो पनि लाग्यो अथवा यो चाहिँ बा सिद्धि नै हो कि हामीहरू यत्रो वर्षदेखिको जुन प्रयास गर्दैछौँ अघि सबैका सपनाहरू त्यसै टुट्ने हुन् कि जस्तो लाग्छ If you're in your 20s again, what would you change about yourself? म त इमेजिन पनि गर्न सक्दिनँ किनभनेदेखि मैले 15 वर्षको उमेरमा बिहे गरेँ र मेरो लाइफ चाहिँ अब 20 वर्षको हुँदाखेरि आई वाज ए सेकेन्ड इयर मेडिकल स्टुडेन्ट है कि त्यतिखेर म जुन जोस जागर लिएर आई वाज भेटरन टेबल टेनिस प्लेयर आई रिप्रेजेन्टेड इज देयर एनीथिङ दैट डॉक्टर भोला रिजाल कैन नॉट डू भन्ने क्वेशन मा आइपुगेका छ मैले ईस्ट पाकिस्तान रिप्रेजेन्ट गरेको थिएँ दैट्स अमेजिङ सर त्यसकारण त्यो अवस्थामा फर्किन पाएदेखि त के गरिन्थ्यो राजनीति छिर्ने विचार छ डाक्टर साहब यहाँको छ मेडिकल क्षेत्र स्पेशली मेडिकल कलेजेस र इन्फ्रास्ट्रक्चर अस्तव्यस्त हुनुमा नेपाली राजनीतिलाई दोषी ठहर्याउन सकिन्छ 100% त्यति मात्रै होइन नेपाली राजनीतिले अलिकति राम्रो डिसिजन टाइमली लिइदिएको भएदेखि योभन्दा अघिल्लो सरकारले घुँडा नकमाई खुट्टा नकमाइकन राइट डिसिजन मात्रै लिइदिएको भएदेखि आज म रुनुपर्ने थिएन होला सबै परिवारले आफ्नो छोरा वा छोरी डाक्टर भएको हेर्न चाहन्छन् यो ट्रेन्ड मेडिकल क्षेत्रको हितमा छ कि यसले उत्पादन हुने डाक्टर्सको क्वालिटी कम्प्रोमाइज भइरहेको छ यसले क्वालिटी कम्प्रोमाइज पनि गर्छ सबैको भन्दा पनि हामीले हाम्रो भन्दा पनि राम्रो स्टुडेन्ट्सहरूले चाहिँ पढ्ने मौका पाउनुपर्छ इफ नट अ डाक्टर भोला रिजाल डाक्टर नभइदिएको भए के हुनुहुन्थ्यो होला लाइक प्राइमेरली टेबल टेनिस प्लेयर म जे पनि ओलम्पिक एथलिट म जे पनि हुन सक्थेँ मैले यो म 2017 सालमा जब नेपालको एथलेट्स चाहिँ विराटनगर भएको थियो त्यतिखेर आई वाज वान अफ द अर्गनाइजर टिम हगि म सानै थिएँ 14 वर्ष 15 वर्षको हुँदाखेरि हैन अनि त्यसकारण म राजनीतिमा लाग्थेँ कि त्यति बेलै हामीहरूले जतिखेर 2017 सालमा विश्वेश्वर कोइरालालाई चाहिँ महेन्द्र राजाले चाहिँ इम्प्रिजन गर्दाखेरि हामीहरू विराटनगरको बोर्डर पारी गई मेरो भाइ तिलक रिजाल र म त्यहाँ गएर हामीहरू पम्पलेट ल्याएर रातभरि हामीहरू छर्थ्यौँ भन्नुहोस् 14 वर्षको केटाले त्यो क्रान्तिकारी सोच एक्ज्याक्टली फेभरेट रेस्टुरेन्ट यहाँको काठमाडौँमा फेभरेट भन्ने त कुनै पनि छैन तर कहाँ जानुहुन्छ अलि अन्नपूर्णको चाइनिज बल चाहिँ ओ चाइनिज बल ओ whenever everybody says अन्नपूर्ण त्यहाँ चाहिँ खरे कबाब भन्ने हो घरे कबाब पनि गानाको लागि म त्यहाँ गएँ भने पनि एभ्रीबडी इन्भाइट्स मी अगेन इन द घरे कबाब आई क्यान नट मिस बोथ भेट्न मन लागेको एक व्यक्ति अमेरिका गएँ भने बाराक ओबामा फेभरेट न्यू एज नेपाली सिंगर होइन फेभरेट धेरै छन् हैन मैले एउटा दुईटा नाम भने सबैलाई रिस उठ्छ तर अहिले जुन यो आस्था राउत को जुन गाना छ नि मैले पटुकी बाँधेको छैन भन्दैमा के म नेपाली होइन भन्न सक्छौ र भनेर त्यो गानाले चाहिँ सबै ठाउँमा एउटा नेपालीत्व देखाएको रहेछ त्यसकारण त्यो गानाको कारणले गर्दाखेरि चाहिँ आई थिंक सी हैज बिकम द फेभरेट एज वेल एज हाम्रो हिमाल सागर पनि हैन भेरी गुड सिंगर भेरी पावरफुल सिंगर नेपाली राजनीतिमा तपाईलाई मन पर्ने जीवित राजनीतिक व्यक्तित्व जीवित व्यक्तित्वको नाम मैले कसैको पनि छैन भनेदेखि मान्छेहरूलाई दुःख लाग्ला तर अहिले चाहिँ यो परिस्थितिमा चाहिँ म केपी ओलीलाई धेरै दिन बाँचोस् र अर्को 5 वर्ष चाहिँ उहाँले नै शासन गर्नुहोस् शासन भन्दिन नेपालको बागडोर सम्हाल्नुहोस् र नेपालीहरूको जीवनस्तर उकास्नुहोस् भनेर म भगवानसँग प्रार्थना गर्न चाहन्छु हेर्नुभएको लेटेस्ट नेपाली फिल्म मैले धेरै भयो अहिले नहेरेको तर सानो मैले छायाकान छ पनि हेरेँ हगे अनि त्यसपछि गएर यो लुट त्यसको सानो टुक्राहरू हेरेँ र अहिले भर्खर जुन ड्रिम्स अनमोल केसीको आई रियली लाइक दैट वन Which do you feel more peace at?
writing, singing, or being a doctor? दुईटै छ मलाई कस्तो लाग्छ भन्देखि जब म केही लेख्न थाल्छु गुनगुनाउन थाल्छु म्युजिक कम्पोज गर्न थाल्छु अथवा स्टुडियोमा गाना रेकर्ड गर्छु त्यतिखेर म बेग्लै इन्जोय गर्छु भन्देखि जब मैले मेरो बिरामीलाई निको पार्छु नि अनि घर पठाउँछु नि त्यो इन्जोय चाहिँ म कहिले पनि बिर्सिन्न दुईटा अलग मेडिटेटिभ स्टेट एक्ज्याक्टली Could you share one of the most awkward encounters you've had with a patient? मैले मेरै अगाडि देख्दा देख्दै हरे राम 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 भन्नुभन्दा बाहेक केही पनि गर्न सकिनँ पुरानै ओमको कुरा हो नेगेटिभ ब्लड रहेछ हामीले ब्लड लिन पठायौँ ब्लड ब्याङ्कले छैन भन्यो जबकि पछि थाहा भयो कि ब्लड त रहेछ हामीले पाएनौँ हैन वी लस्ट द्याट पेसेन्ट त्यो घटना म सायद मेरो आँखाबाट कहिले पनि जसले जतिसुकै मैले चाहेर पनि कहिले पनि हराउन सकेको छैन जसलाई हामीहरू बचाउन सक्थ्यौँ उहाँ गुमाउनु पर्यो Very sad to hear. Well, Doc Saab, didn't want to end on a low. I mean, so we have, perhaps this interview today has inspired many of my viewers to just rise up, stand and become a champion like you. You don't have to be a doctor, you don't have to be a singer. Whatever you are, just stand up, dedicate yourself towards serving others and you'll be a champion like the man here with us today, Dr. Bhola Rizal. Thank you so much, Doc Saab, for giving us time. र आज जुन सुरजजीले थोरै समयमा धेरै कुराहरू मेरो मनको कुराहरू जुन राख्ने मौका दिनुभयो यसको लागि म एनटिभीलाई सुरज बाबुलाई र यो कार्यक्रम सञ्चालकहरू सबैलाई म धन्यवाद दिन चाहन्छु यो मेरो लागि एउटा अविस्मरणीय क्षण पनि हो धन्यवाद Thank you sir. Well, with that, ladies and gentlemen, we've come to the end of this episode. If in case you joined us in the middle, then of course you can catch this episode at YouTube. Stay tuned on our Facebook page as well, because that's where you can find all the updates. Keep watching Nepal Television Plus. I think it's time for me to bid adieu. We'll see you tomorrow. Bye-bye and good night.